Hello guys, namaste and welcome back to our channel. Hello. हामी चाहिँ मेलबर्नको टिम ब्याक आफ्टर मेबी 6 months. फ्युल हाल्ने एकजना कर्मचारी मगाएको छु मैले मेलबर्नबाट. अनि केही त होला नि त रहस्य हैन. क्यानबेराको एउटा चाहिँ आउनु पर्ने ठाउँ. हामी चाहिँ हिँड्दैछौँ यही गुलाटी मार्ने ठाउँमा. यहाँ चाहिँ दामी गुलाटी मार्ने चौरी रहेछ. यस्तो बबाल चौरी है. पुरा वर्ल्ड कपको ग्राउन्ड जस्तो. लाइनिङ मिलेको सही छ है. आमाको यो डल्लोवाला पो दामी रहेछ है. खास चाहिँ यो पहिले चाहिँ यहाँ जङ्गल टाइपकै रहेछ होइन. 2001 र 2003 मा चाहिँ बुस फायर भएर चाहिँ क्या ठुलो. त्यो बुस फायरले पुरै पर्दैन त्यस्तै हुन्छ मतलब यो गाडी त्यसो गरि भन्यो भने त अर्को एक्स्ट्रा गर्नबाट बस भने पैसा लाग्दैन हैन लाग्दैन सिधै जानु पर्ला है अलिकति यो सेतो गाडीको उतापट्टि दुईटा पार्किङ खाली रहेछ ल गुड 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 यत्रो पार्किङ रहेछ यहाँ हामी बेकारमा एक राउन्ड हिँड्नु पर्यो नि ठिकै छ फाइनली पार्क्ड लाइन खिच्यो जस्तो लाग्यो र कसले तिमीले छैन जुत्दैन हेर नि त गाइजहरु वेलकम टु अस्ट्रेलियन पार्लियामेन्ट हाउस द न्यू वान आफ्टर टु ट्रायल अफ पार्किङ बेल्टहरु खोल्न लाउँछ बेल्टै छैन पहिले चाहिँ बेल्ट छैन अटो पनि खोल्न आउँछ सक्दैन अटो पनि छैन खत्म बाय बाय टाटा गुड बाय गया त्यो नहाल्नु कटु होइन यस यो चाहिँ अहिले हामी पार्किङबाट हिँड्दै माथि जाँदैछौँ भिडियो हाल्दाखेरि कटु लगाएर हालौँ किसीको पता नै चलेको यो चाहिँ पार्लियामेन्ट हाउसको तलको है सुमनलाई राम्रो एक्सर्साइज भयो म यो 15,000 16,000 स्टेप धेरै हाम्रो काममा एभ्रीडे यहाँबाट चाहिँ यसो लिफ्टबाट चाहिँ अनि जाने माथि पार्लियामेन्टमा जाँदैछौँ हामी पार्लियामेन्ट
त्यो 1 मेमोरियल त्यहाँ पो रहेछ वाउ ओके ल यो बाहिरको स्पेस रोडबाट ठिक्क इन्ट्री हुने जस्तो ठाउँमा आइपुग्यौँ ऊ त्यो पुरानो चाहिँ त्यो होइन अघि हामी गएको यो चाहिँ पुरानो पार्लियामेन्ट हाउस हो अनि यो चाहिँ पछि बनेको वाला रहेछ जहाँ अहिले हामी छौँ होइन खै कता बाहिरको पनि भ्यू हेर्नु पर्थ्यो बाहिरबाट चाहिँ भ्यू हेर्नु पर्थ्यो पहिले भित्र हेरेर आउनु न हामी त्यसो यो चाहिँ हो है पार्लियामेन्टको हाउस होइन विनोद सर कता साइड जाने हो यता नि छ नि बुढाहरूको फोटो छ यहाँ चाहिँ प्राइम मिनिस्टर लेबर पार्टी हो यहाँ चाहिँ फोटोहरू छ सबै एमपीहरूको सर देखाउनु पर्दा जाउँ फिल्म हलमा आए जस्तो लाग्यो त यहाँनिर त्यो क्विनहरू आउँदाखेरि उहाँहरू आउँदाखेरि चाहिँ यहाँनिर त्यो प्रोग्रामहरू हुन्छ क्या जाम त्यो ऊ भएको ठाउँमा के अरे त्यो यस्तो टेबल ठटाहरू गर्थ्यो नि के भन्छ त्यसलाई मिटिङ गर्ने मिटिङ हल क्याबिनेट मिटिङ अब हामी चाहिँ अब चाहिँ फाइनली टेबल ठटाउने ठाउँमा जाने हो बिग वेट भनेको त्यो हेर्न मन छ मलाई पनि त्यो चाहिँ कसले हो हाउस अफ रिप्रेजेन्टेटिभ्स अस्ति हामी आउँदा पनि हिमान छैन थिएन हाम्रो त थियो कता चाहिँदैन सोनाको झन्डा This is Parliament House. This is टेबल ठटाउने ठाउँ ल गाइस यो चाहिँ हो पार्लियामेन्ट हाउस सेल्फी भनेर भिडियो खिच्दै ल
अब चाहिँ फोटो खिच्छु ल ल नजिकबाट तँ बिजी छ आज अब चाहिँ हामी ओह्रालो झऱ्यौँ अघि त्यो बाटोबाट चढेको थियौँ त्यहाँबाट चढेको थियौँ यहाँबाट झऱ्यौँ जाम्लु बाहिर छिर्दाखेरि पसल हुँदै छिर्नु पर्छ बाटै पसलै पर्छ यहाँ पनि त्यस्तै छ त्यो क्लब हुन्छ नि बिच क्लब पसल इन्ट्री गर्नै पर्छ क्या पसलै भित्र यो चाहिँ हो बाहिरको एरिया अनि फेरि कस्तो लोभ लाग्छ कि किनौँ किनौँ जस्तो छ क्या बिच क्लबमा चाहिँ छ त्यता मुर्गा धेरै फसिहाल्छ यही हो अस्ट्रेलियाको पार्लियामेन्ट हाउस यहाँ फोटो सेसन अलराइट ल पार्लियामेन्ट हाउस पनि भ्याइयो हेरेर अब चाहिँ नेपालको झन्डा भएको ठाउँ जाने हामी इन्टरनेसनल फ्ल्याग डिस्प्ले हामी अहिले नेपालमै छौँ काइन्ड अफ नेपाल जता पनि नेपाली नै बोलेको सुनिन्छ एउटा भएर देखिन्छ न दुई चारजना खैरेहरूलाई नेपालीहरूले राखेको छ यहाँ लिफ्ट टु पब्लिक ल अब चाहिँ हामी निस्किने यहाँबाट